म पनि युवा हो, मन पर्छ भने मलाई पनि भोट देऊ, मन पर्दैन भने मलाई भोट नदेऊ, केही फरक पर्नेवाला छैन है। म आएर चाहिँ सबैलाई रातारात नेपाललाई सिङ्गापुर बनाइदिने पनि होइन, प्रयास हो। मेरो प्रयास के हुन्छ भने युवाहरूलाई सम्झाइ बुझाइ गर्ने। मैले अहिलेसम्म 71 वर्षको उमेरसम्म बुढाहरूसँग काम गरेकै छैन, पारा नै मिल्दैन क्या बुढाहरूसँग, पटक्कै बुढाहरूसँग पारै मिल्दैन। अब सबैभन्दा धेरै त बहिनीहरू हुनु रहेछ, भाइहरू चाहिँ अलिक कम। सबै भाइहरू अलि कम रहेछन्, काममा चाहिँ व्यस्त होला अथवा कोही विदेश गएको होला, केही छैन। ठिक छ। ल दाजुभाइ दिदीबहिनीहरू सुन्नुहोस्, यता यहाँ चाहिँ महावीर पुनाइले चुनावमा उठेको छु। सबैले जित्नै पर्छ भन्छन् होइन, अब भोट दिए जितिने हो, नदिए नजितिने हो। अब सबैले चाहिँ भोट दिनुहुन्छ भन्ने चाहिँ मलाई विश्वास छ। यदि म्याग्दीले जितेन भने म्याग्दीको भेडै हो के हेर्नु त भन्नुहुन्न, भोट दिएनन् भने भोट दिएनन् भनेदेखि अब के गर्ने, रिसाउनु हुन्न होइन, डिजर्भ गर्ने मान्छेलाई दिन पर्छ। ल भोट दिन मन लाग्यो गरे है। महावीर सर कस्तो भइरहेको छ अभियान? कस्तो न कस्तो, कस्तो न कस्तो जस्तो गाउँमा अलि रमाइलो त भयो होला नि? के को रमाइलो, रमाइलो रमाइलो त्यस्तै हो। अब मन्त्री नेता बन्न कतिको गाह्रो लाग्यो हजुरलाई? नेता भनेकै छैन, म नेता हुनलाई चुनाव लडेकै होइन। पहिले त शिक्षा मन्त्री बनिसक्नु भयो नि त। त्यो मन्त्री भनेको नेता होइन नि, अब त नेता बन्दै हुनुहुन्छ नि? अब पनि भन्दैन, अब नि होइन होइन के बन्ने अब? समाज सेवा, समाज सेवा। ल नेता सेता गर्ने होइन, म नेता बन्नलाई यहाँ सांसद यहाँ बन्न आएको होइन। जनताले कस्तो खालको प्रतिक्रिया दिनु भएको छ? ठिकै छ, राम्रै छन्, मन पराउँछ। कतिको निश्चित छ? हजुर नि अलि ढिलो आउनुभयो सांसद भएर, अलि पहिलो अघिल्लो चुनावमा उठेको भए त केही परिवर्तन अर्कोचोटिको चुनावमा सकिन्छ, अहिले उमेर पुग्यो, अर्को चुनावमा सकिन्छ। सकिन्न, यस्तो कुरा हो। सकिने भनेको कस्तो हो भने म नउठाउला, तर म जस्तो योग्य व्यक्ति बनाएर म चाहिँ जान्छु। ल एउटा प्रश्न सोधौँ न त। भिडियो बनाइदिनु पर्यो नि। पब्लिकको अगाडि खाँदै हुनुहुन्छ उहाँ चाहिँ। टाइम छैन, त्यही भएर हतार हतारमा खाँदै हुनुहुन्छ। यस्तो छ, अहिले हामी ठ्याक्क डोबामा छौँ, हटकेसको बिर्कोमा। हटकेस यहाँ छ, समयको एकदम ख्याल राख्दै हुनुहुन्छ कि। डेन्जर फास्ट हो उहाँ चाहिँ, तर सर त 3 मिनटमा लगभग 3 मिनटमा खाइसक्नुहुन्छ। दाजुभाइ दिदीबहिनीहरू संसारभरिबाट, नेपालभरिबाट हेर्नुहोस्, यो चुनावको सिलसिलामा महावीर पुन आफ्नो टोलीसँग चाहिँ गोटुङ टुङ टुङ चाहिँ दौडिरहेको छौँ। र हिजो राति हामी चाहिँ यो हेर्नु यहाँ तल, यो तल दर्मिजा गाउँ, एकदमै पुरानो दर्मिजा गाउँमा आयौँ र यो दर्मिजा होमस्टेमा बस्यौँ। ल दाजुभाइ दिदीबहिनीहरू सुन्नुहोस्, यता यहाँ चाहिँ महावीर पुनाइले चुनावमा उठेको छु। सबैले जित्नै पर्छ भन्छन् होइन, अब भोट दिए जितिने हो, नदिए नजितिने हो। अब सबैले चाहिँ भोट दिनुहुन्छ भन्ने चाहिँ मलाई विश्वास छ। यदि म्याग्दीले जितेन भने म्याग्दीको भेडै हो के हेर्नु त भन्नुहुन्न, भोट दिएनन् भने डिजर्भ गर्नुहुन्छ उहाँले। भोट
भोट दिएनन् भनेदेखि अब के गर्ने रिसाउनु हुन्न होइन डिजर्भ गर्ने मान्छेलाई दिन पर्छ। नमस्कार नेपालभरिका विश्वभरिका दाजुभाइ दिदीबहिनीहरूले हेर्नुहोस्, चुनावको मौन अवधिको 2 दिन, हिजो मतदान, आज चाहिँ मतगणना। यो 4 दिनसम्म शुद्ध हैरान परेर चाहिँ यो दिमाग पनि लाटो भएको थियो। त्यसैले माइन्ड फ्रेस गर्नको लागि यहाँ एउटा गीत गाएर नाच्दैछु। कसैलाई चाहिँ छेडखानी हानेको होइन, दुःख नमान्नु होला र रमाइलो गर्नु होला। ल सुन्नुहोस्, अब म गीत गाउँदैछु। एउटा मान्छेको भोटले कति फरक पर्दछ चुनावमा, एउटा मान्छेको घमण्डले कति फरक पर्दछ चुनावमा, एउटा मान्छेको तितो मुखले कति फरक पर्दछ मतदानमा, एउटा मान्छेको मिठो मुखले कति फरक पर्दछ चुनावमा। पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ दिशा ल पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ दिशा ल दाजुभाइ दिदीबहिनीहरू, ल माइन्ड अलिकति फ्रेस भयो। धन्यवाद छ। ल